हाम्रै आन्दोलन गरेको सरकारले हामीले पक्राउ गर्छ। यसैको लागि हामी लडिरहेका छौँ। यसैको लागि लडेका यस्तो भयो आवाज उठाउँदाखेरि यस्तो स्थिति छ त हामी पुलिसहरूको मनोबल बढ्नु पर्छ भन्ने नै चाहन्छौँ। हामीलाई त्यहाँ जान दिनुहोस् प्लिज। हामीले मागेको तपाईँहरूको लागि पनि हो, सबैको लागि हो। यो चुनावको मात्र म्यान्डेट हो सरकारको, जुन सरकारले चुनाव गर्नै पर्छ। हामीले चाहेको हाम्रो कुराहरूको चुनाव 82 मा सार्ने के आवश्यकता थियो भने के सुशीला कार्कीले जसरी भन्दै हुनुहुन्छ कि चुनाव गरेर बदलाव हुन्छ, त्यो कुनै पनि असम्भव छैन। हामी चेन्जहरू बाटोमा उत्रयो भने एमालेहरूले हामीले फेरि लगाउनेछन्। भनेको सुशासन हो। चाहन्छौँ उहाँलाई यही बनाउनुहोस्, हामी यही उभिन्छौँ। गर्नुहोस् छिटोभन्दा छिटो हतियारहरूलाई पक्राउनुहोस्। हामीलाई बाहिर आएर भेट्नुहोस्। अति भयो, 1 महिना भइसक्यो। मैले मेरो साथ पनि माग्दा धेरै टाइम भइसक्यो। सुशासन 5 वर्ष सरकार, मान्छेको जीवन स्तर बढ्योस्। म यति पढे लेखेँ, लास्टमा खोइ देशमा गरी खाने वातावरण छैन।